नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं कोरोनाको प्रसंगबाट। पछिल्लो 24 घण्टामा देशभर थप 34 कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या 8675 पुगेको छ। देशभर थप 2401 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 7010 पीसीआर परीक्षण गर्दा 1688 र 4686 एन्टिजेन परीक्षण गर्दा 713 जनामा संक्रमण देखिएको हो। यसैगरी पछिल्लो 24 घण्टामा नेपालमा 3660 कोरोना संक्रमण मुक्त भएका छन्। नेपालमा अहिले 57618 सक्रिय संक्रमित छन्। 5,53,342 जना अहिलेसम्म संक्रमण मुक्त भइसकेका छन्। पाल्पामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। पाल्पा रिब्दीकोट गाउँपालिका 3 हीरा पोखरा बस्ने अन्दाजी 34 वर्षका निरा विकको विद्युत सर्ट भएर करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। युवा तथा खेलकुद मन्त्री इकबाल मियाले आफू खेल क्षेत्रको विकासका लागि खेल क्षेत्रका व्यक्तिहरूसँग आवश्यक सल्लाह सुझाव माग्नु भएको छ। शनिबार ओलम्पिक डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाले आफूले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालय भन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्दै मन्त्रालयलाई राम्रो बनाउनका लागि सरकारवालासँग सल्लाह सुझाव माग्नु भएको हो। आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउने भएको भन्दै त्यसका लागि खेल क्षेत्रका व्यक्तिहरूको सुझाव र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले राष्ट्रिय खेलकुद परिषदको नियमावली छिट्टै बनाउनका लागि टिम बनाइने बताउनुभयो। चलाउनु भएछ, राम्रो छ, राम्रो गर्नुभएको छ। त्यसमा पनि त्यसभन्दा अझ राम्रो कसरी लान सकिन्छ त्यसमा चाहिँ म बढी चाहिँ मेरो चाहिँ ध्यानाकर्षण भएको छ त्यहाँ कि कसरी यस्ता ओलम्पिकका हाम्रा अध्यक्षजीहरू हुनुहुन्छ, अरू हाम्रा बुबु अध्यक्षजीहरू, अरू खेलाडी साथीहरू हरेकसँग चाहिँ समन्वय र सहकार्य गरेर म चाहिँ एउटा राम्ररी रणनीति बनाएर प्लान बनाएर म सोच्दैछु कि मन्त्रालयलाई र अरू यस्ता जति पनि यस सम्बन्धी रिलेटेड जति छन् सबैले कसरी राम्ररी बनाउन सकिन्छ र अगाडि पुर्याउन सकिन्छ हामी भनेर त्यसतर्फ म चाहिँ धेरै मेरो ध्यान चाहिँ अगाडि बढेको छ। त्यसमा चाहिँ कसरी राम्ररी बनाउन सकिन्छ मेरो चाहिँ सोचै त्यस्तै। किनभने म पनि राजनीतिक हुँदाहुँदै पनि म डेभलपमेन्टबाट आएको। डेभलपमेन्टबाट आउँदाखेरि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वव्यापी रूपमा मातृत्व र मित्रता बढाएको बताउनुभयो। खेलले शान्ति र विकासका कुरा अगाडि बढाइरहेको पनि उहाँले बताउनुभयो। ओलम्पियनहरू धेरै मानिसहरूको प्रेरणाको स्रोत भएको पनि उहाँको भनाइ छ। हाम्रा चाहिँ एउटा उहाँहरू हाम्रो इन्स्पिरेसनका सोर्सहरू हुनुहुन्छ। हाम्रा ओलम्पियन भन्दाखेरि उहाँहरू एउटा यस्तो हरेक व्यक्तिहरूलाई एउटा चाहिँ उत्साह भर्ने एउटा स्रोतको व्यक्तिको रूपमा उहाँहरू हुनुहुन्छ। तर यसको सँगै जुन खेलकुदले भातृत्वको कुराहरू, मित्रताका कुराहरू, यी सबै कुराहरूलाई जुन चाहिँ नि यो खेलकुदको माध्यमबाट अगाडि बढाइरहेको छ, यो महत्त्वपूर्ण कुराहरू हुन्। विकासका कुराहरू, शान्तिका कुराहरू, यो जुन चाहिँ अगाडि बढाइरहेको छ यो महत्त्वपूर्ण कुराहरू हुन्। त्यसैले हरेक समाजमा यस कोभिड-19 को प्रोटोकललाई मान्दै सुरक्षित भएर खेल क्षेत्रलाई अगाडि बढाउनु पर्ने बताउनुभयो। उहाँले ओलम्पिक डेको माध्यमबाट सबैले आफ्नो जीवनलाई सक्रिय बनाउने सन्देश दिन चाहेको पनि उल्लेख गर्नुभयो। नेपाल स्काउटका अध्यक्ष लोक बहादुर भण्डारीले बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने बताउनु भएको छ। शनिबार नेपाल स्काउटको 70औं स्थापना दिवसको अवसरमा अध्यक्ष भण्डारीले बालबालिकामा व्यक्तित्व विकासका वृद्धि गर्दै सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता छ भन्ने कुरा विद्यालयको तल्लो तहसम्म पुगेर बुझाउने बताउनु भएको छ। उहाँले विद्यालय तहको पाठ्यपुस्तकमा समेत स्काउटको बारेमा राखिएको र बजेटमा पनि स्काउटलाई विद्यालयमा पुर्याउने कुरा आएको उल्लेख गर्दै शिक्षकहरूलाई तालिम दिएर विद्यार्थीहरूलाई स्वयंसेवी भाव जगाउने पनि बताउनुभयो।
भएको कारणले पनि स्थानीय शिक्षासँग हाम्रो त्यहाँको स्थानीय कमिटीहरू जोडिन्छ। अब माध्यमिक शिक्षासँग, माध्यमिक विद्यालयको शिक्षासँग, त्यसको अनौपचारिक शिक्षासँग हामी जोडिन्छौँ र त्यो पाठ्यक्रमको माध्यमबाट त्यहाँ स्काउट तालिम दिएर टिचरहरूलाई हामी त्यहाँनिर चाहिँ हामी त्यो प्रत्येक अतिरिक्त कक्षाहरूको रूपमा चाहिँ प्रत्येक शुक्रबार हामी त्यो कक्षाहरू सञ्चालन गर्छौँ। त्यो कक्षा सञ्चालन गर्नलाई हामी शिक्षकहरूलाई तालिम दिन्छौँ। त्यो तालिम प्राप्त गरेको शिक्षकहरूले चाहिँ अब त्यहाँ बालबालिकालाई अनौपचारिक शिक्षा माध्यम मार्फत धेरैलाई सकारात्मक खालको सोच, वास्तवमा लिडरसिप डेभलपमेन्ट, उनीहरूलाई कमिटीमा काम गर्ने, स्वयंसेवी भाव बढी जागृत गराउने काम चाहिँ त्यो ढङ्गले हुन्छ। र त्यहाँ गएर अब हाम्रो विद्यालय केन्द्रित र क्लब केन्द्रित वास्तवमा तपाईँ त्यसपछि तपाईँ अध्यक्ष भण्डारीले समाजमा स्काउटको आवश्यकता र महत्त्व बढ्दै गएको पनि बताउनुभयो। समाजमा स्वयंसेवा गर्नेहरू घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसङ्गति विरुद्ध सकारात्मक सोचका साथ अगाडि बढेको बताउनुभयो। कुनै पनि बुढो मान्छेहरू र प्रौढहरू त्यो ढङ्गले एग्रेसिभली जान सक्दैनन् र त्यो शिक्षा हामीले प्रदान गर्ने र त्यो खालको तालिमहरू हामीले दिने र उसको नेतृत्व विकासका सम्बन्धी विभिन्न खालका चाहिँ क्रियाकलापमा उसलाई चाहिँ सक्रिय रूपमा उपस्थित गरायौँ भने हामी नकारात्मक सोच राख्ने कुराबाट चाहिँ अन्त्य गर्न सक्छौँ। र अहिले इन्टरनेट मार्फत तपाईँले देखिरहनु भएको हुन्छ, धेरै इन्टरनेटलाई दुरुपयोग गर्ने पनि विधिहरू के अरे युजहरूमा बढी इन्भल्भ हुने गर्छ। त्यसलाई त्यो कुराबाट कम त्यस्ता कुरामा चाहिँ इन्भल्भ हुने कुरालाई त्यसबाट चाहिँ वञ्चित गर्नको लागि उनीहरूलाई समाजका सामाजिक कामहरूमा बढी इन्भल्भ गऱ्यौँ भने ती खालका कुराले चाहिँ हाम्रा युवाहरूलाई सकारात्मक सोच र युवा बालबालिकालाई त्यो ढङ्गले के अरे शिक्षा प्रदान गर्नको लागि युवाहरू नै अग्रसर हुनुपर्छ र त्यो काम चाहिँ नेपाली स्काउटले गर्छ र त्यसको उपत्यता चाहिँ केही समय अघिसम्म निष्क्रिय देखिएको नेपाल स्काउटले पछिल्लो समय आफ्नो सक्रियता बढाएको छ। देशभरको स्थानीय तहसम्म आफ्नो संरचनालाई पुर्याउँदै हाल कोरोनाको महामारीमा पनि स्काउटले स्वयंसेवी भूमिका खेलिरहेको छ। वर्ष दिनपछि धकेलिएको टोकियो ओलम्पिकका लागि प्याराओलम्पिकका प्लेसा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ। वाइल्ड कार्डको माध्यमबाट खुड्किलो पाएको प्लेसा पहिलो पटक समावेश भएको प्याराओलम्पिक स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी बनेकी छिन्। खेललाई विजयी समर्पण गरेको धेरै खेलाडीको रूपमा ओलम्पिक सहभागी हुने गर्दछ। देशका लागि मेडल ल्याउने र देशको नाम संसारभर चिनाउने नेपाली पारा ताइक्वान्डो खेलाडी प्लेसा गोवर्धन वाइल्ड कार्ड मार्फत जापानमा हुने प्याराओलम्पिक खेलमा छनौट भएकी हुन्। 58 केजी मुनिको स्पर्धा वाइल्ड कार्ड मार्फत छनौट भएकी प्लेसा विश्व ताइक्वान्डो महासंघको 13औं वरियतामा रहेकाले अन्तर्राष्ट्रिय प्याराओलम्पिक कमिटीबाट नेपालका लागि एउटा मात्र कोटा दिने व्यवस्था भए अनुसार प्लेसालाई वाइल्ड कार्ड मिलेको हो। हामीले चाहिँ वाइल्ड कार्डमा चाहिँ हामीले नाम पठायौँ र नेपाल ताइक्वान्डो संघले जब वर्ल्ड ताइक्वान्डो के र प्याराओलम्पिकमा चाहिँ नेपाल प्याराओलम्पिक कमिटीबाट जुन नाम पठायो त्यो अनुसारले अब कस्तो हुन्छ भने पहल त गर्नु नै पर्ने हुन्छ। हेर्नुहोस् होइन, अलिअलि पहल गर्नुपर्छ। नेपाल ताइक्वान्डो संघले धेरै आफ्नो तर्फबाट पहल गर्यो। पारा ताइक्वान्डो कमिटीको समितिको संयोजकले आफ्नो तरिकाबाट हाम्रो कसिम मियाले पहल गर्यो। त्यसपछि एज अ सचिव मैले पनि आफ्नो तर्फबाट पहल गरेँ र प्लेसाको कस्तो थियो भने 3rd एसियन इन्टरनेसनल पारा ताइक्वान्डो कम्पिटिसन उहाँले कोरियामा खेल्नु भएको थियो। 7th वर्ल्ड ताइक्वान्डो कम्पिटिसन युकेमा पनि खेल्नु भएको थियो। 5th एसियन पारा ताइक्वान्डो कम्पिटिसन जोर्डनमा पनि खेल्नु भएको थियो। 8th वर्ल्ड पारा ताइक्वान्डो कम्पिटिसन 2018 मा भियतनाममा भएको 4थो एसियन पारा ताइक्वान्डो ओपन च्याम्पियनसिपमा आफ्नो समूहमा काँस्य पदक हात पारेकी प्लेसाले 2019 मा जोर्डनमा भएको 5औं एसियन पारा ताइक्वान्डो र टर्कीमा भएको 8औं विश्व पारा ताइक्वान्डो च्याम्पियनसिपमा पनि 5औं भएकी थिइन्। चेन्ज हवस् त, अपन न्यूज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।